सबैजनालाई जय मसी अराइजन साइन मिनिस्ट्रीमा तपाईँलाई स्वागत छ। म जुनु सिंह फेरि पनि तपाईँहरूको माझमा परमेश्वरको जीवित वचनलाई लिएर आइरहेको छु। हुन्छ, सुरुमा हामी प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, यस गरी हामी तपाईँ परमेश्वरको चमुनि आउँदछौँ अनि यस गरी प्रभु यो वचनद्वारा तपाईँ हामीसित बोल्नुहोस्। अनि प्रभु जतिले पनि आज वचनलाई सुनिरहेका छन् प्रभु, आज प्रत्येकलाई वचनद्वारा आशिष मिल्न सकेको होस्। पवित्र आत्मा तपाईँले बोल्नमा सहायता मद्दत गर्नुहोस्। धन्यवाद येशूको नाममा, आमेन। हुन्छ, आज बिहानै जब म यो वचनलाई पढ्दै थिएँ, यूहन्नाको पुस्तक यी दिनहरूमा म पढिरहेको छु। अनि आज बिहानै जब म यो पुस्तकलाई पढ्दै थिएँ, बाइबलको वचनलाई, यूहन्ना 15द्वारा चाहिँ परमेश्वर मसित बोल्नुभएको छ। यहाँनिर यस्तो लेखिएको छ 15 अध्यायमा, साँचो दागको बोट म हुँ औ मेरा पिता किसान हुनुहुन्छ। ममा फल नफल्ने हरेक हाँगालाई उहाँले छाट्नुहुन्छ औ फल फल्ने हरेक हाँगालाई झन बढ्ता फल फलोस् भनी उहाँले छिमल्नुहुन्छ। मैले तिमीलाई बोलेका वचनको कारणले गर्दा तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। ममा रहो र म तिमीहरूमा। जसरी हाँगा दागको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ। यहाँनिर चाहिँ परमेश्वरले है दागको बोट चाहिँ मै हो भनेर आज यहाँ भन्नुभएको छ। अनि हाँगा है, अनि औ मेरा पिता किसान हुनुहुन्छ। अनि ममा फल नफल्ने हरेक हाँगालाई उहाँले छाट्नुहुन्छ। अनि आज दागको बोट चाहिँ परमेश्वर हुनुहुन्छ अनि हामीहरू चाहिँ हाँगाहरू हौँ। अनि हाँगाहरूमा फल लागेन भने चाहिँ परमेश्वरले त्यसलाई चाहिँ छिमाउनुहुन्छ, काटेर फालिदिनुहुन्छ। अनि त्यो चाहिँ आगोमा जल्न बाहेक चाहिँ अरू केही काममा लाग्दैन। हामी परमेश्वरमा रहनु चाहिँ एकदमै खाँचो छ। यी दिनहरूमा परमेश्वरदेखि अलग, परमेश्वरदेखि जब हामी टाढो हुन्छौँ भने चाहिँ, टाढो भयो भने चाहिँ आज हामीलाई चाहिँ परमेश्वरले काटेर फालिदिनुहुन्छ। जसरी त्यो हाँगा है दागको बोटमा अडेन भने चाहिँ आज त्यो चाहिँ झर्छ होइन, त्यो चाहिँ काटेर फाल्नु बाहेक केही काम लाग्दैन। त्यसरी नै आज परमेश्वरले चाहिँ भन्नुभएको छ, साँचो दागको बोट चाहिँ म हुँ अनि किसान चाहिँ पिता हुनुहुन्छ अनि हाँगाहरू चाहिँ हामी हौँ। अनि यो चाहिँ हामी देख्न सक्छौँ पुरानो नियममा है दाखलता चाहिँ कसलाई भनेको छ, हामी त्यसलाई पनि आज हामी हेर्नेछौँ। भजन संहिता 80को 6:8देखि 16सम्म हामी पढ्नेछौँ। भजन संहिता Psalm 80 verse 8 to 16। यहाँ यस्तो लेखिएको छ, तपाईँले मिश्रबाट एउटा दागको बोट ल्याउनुभयो। तपाईँले जातिलाई धपाएर त्यो चाहिँ रोक्नुभयो। तपाईँले त्यसको सामने ठाउँ तयार पार्नुभयो र त्यसको जरा खुब गहिरो भएर देश भरियो। पहाडहरू त्यसको छायाले ढाकियो र त्यसमा हाँगा बिगारू परमेश्वरका देवदार चाहिँ भए। त्यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना टुसाहरू चाहिँ महानदीसम्म बढायो। त्यहाँबाट जानेहरू सबैले त्यसलाई टिपुन भनेर तपाईँले त्यसका बारहरू किन भत्काइदिनु भयो। जङ्गलको बँधेले त्यसलाई नाश पार्छ र त्यसका जङ्गली जनावरहरू त्यसमा चढ्छन्। हे सेनाका परमेश्वर, हामी आग्रहपूर्वक बिन्ती गर्दछौँ, फेरि फर्कनुहोस्, स्वर्गबाट तल दृष्टि गर्नुहोस् र हेर्नुहोस् र त्यो दागको बोटलाई हेरचाह गर्नुहोस् औ तपाईँको दाहिने हातले रोक्नुभएको त्यो बिरुवालाई र त्यस हाँगालाई जो तपाईँले आफ्नो निम्ति बलियो त्यो ल्याउनु भएको छ। आज दागको बोट चाहिँ परमेश्वर हुनुहुन्छ। यहाँ इजरायललाई चाहिँ आज दागको बोटसित हाँगाहरूसित चाहिँ आज तुलना गर्नुभएको छ। यहाँनिर भनेको छ, तपाईँले मिश्रबाट एउटा दागको बोट ल्याउनु भयो, तपाईँले जातिलाई तपाईँले त्यो चाहिँ रोक्नुभयो। आज परमेश्वरले नै रोक्नुहुन्छ है त्यो दागको बोटलाई। अनि परमेश्वरले नै बढाउनुहुन्छ। अनि हामी त्यो दागको बोटको हाँगाहरू हौँ है। अनि जब त्यो दागको बोटमा चाहिँ
हाँगाहरू बलियो भएन भने चाहिँ आज त्यसमा रहिरहेन भने चाहिँ आज त्यसले फल फलाउन सक्दैनौँ। आज हामी फल फलाउन चाहन्छौँ भने चाहिँ एकदमै परमेश्वरसित चाहिँ हामी एकदमै सम्बन्ध है एकदमै घनिष्ठ सम्बन्ध चाहिँ हामीले राखिराख्नु पर्यो। परमेश्वरदेखि अलग रहेर चाहिँ आज हामी केही पनि गर्न सक्दैनौँ है। जसरी आज एउटा बोट हुन्छ, दागको बोट, त्यसमा हाँगाले मात्रै चाहिँ आज केही पनि आज फल फलाउन सक्दैन। त्यो चाहिँ आज रहिरहनु पर्यो त्यो बोटमा नै है, टाँसिरहनु पर्यो अनि त्यहाँ चाहिँ आज फलहरू लाग्छ। जब त्यो चाहिँ एकदमै होइन त्यसले सबै कुरा पाउँछ, पानी है घाम सबै कुरा पाउँछ भने चाहिँ आज त्यसमा चाहिँ फलहरू लाग्दै जान्छ। अनि अर्को हामी एउटा वचनलाई हेर्नेछौँ, यशाया 5को 1-17 पनि यस्तो लेखिएको छ। यहाँ चाहिँ फल नफल्ने दागबारीको उखान भनेर टपिकमा दिएको छ है। म आफ्नो प्रियको निम्ति तिनको दागबारीको विषयमा एउटा गीत गाउनेछु। एउटा अत्यन्त उब्जनी हुने डाँडामा मेरो प्रियको एउटा दागबारी थियो। तिनले त्यो खनेर त्यसका ढुङ्गाहरू टिपेर फ्याँके, त्यो खनेर त्यसका ढुङ्गाहरू टिपेर फाले र त्यसमा तिनले सबैभन्दा असल दाग रोपे। त्यसको माझमा तिनले एउटा मचान बनाएर त्यहाँ तिनले एउटा फुल पनि कोपे। अब दाग फल्छ कि भनेर तिनले आशा गर्न लागि, तर त्यसमा जङ्गली दाग फल्यो। आज परमेश्वरले है रोप्नु भएको छ है, त्यो दागको बोटमा चाहिँ आज फलहरू लाग्न परेको छ। आज फल नफल्ने है दागबारीलाई चाहिँ आज प्रभुले के गर्नुहुन्छ, पानी दिनुहुन्छ है। त्यो फल नफल्ने बोटलाई चाहिँ परमेश्वरले उखालेर पालिदिनुहुन्छ। आज हामी प्रियहरू कस्तो छौँ है, आज हाम्रोमा फलहरू लागेको छ कि छैन त्यो चाहिँ हामीले थाहा गर्नुपर्ने छ। आज हामी परमेश्वरसितको सम्बन्ध चाहिँ आज हाम्रो कस्तो छ है। परमेश्वर यहाँनिर है वचनले भन्दछ कि परमेश्वर बाहेक चाहिँ आज हामी केही पनि गर्न सक्दैनौँ है। साँचो दागको बोट चाहिँ मै हुँ भनेर आज प्रभुले भन्नुभएको छ। अनि त्यसमा हामी है त्यो दागको बोटमा चाहिँ आज हाँगाहरू चाहिँ आज एकदमै होइन त्यहाँ बलियो भएन भने होइन, त्यसमा फल लागेन भने चाहिँ आज काटेर फालिदिनुहुन्छ। प्रियहरू आज हामी चाहिँ एकदमै बलियो हुन परेको छ। यो दागको बोट चाहिँ परमेश्वर हुनुहुन्छ अनि हामी त्यो बोटमा चाहिँ एकदमै होइन परमेश्वरमा चाहिँ हामी टाँसिएर परमेश्वरसित चाहिँ एकदमै हामी घनिष्ठ सम्बन्ध राख्नु परेको छ। जब हामी परमेश्वरमा घनिष्ठ हुन्छौँ है, प्रभुमा चाहिँ हामीले चाहिँ आज फल फलाउँदै जान्छौँ। अनि प्रभुदेखि अलग रहेर चाहिँ हामी आफै चाहिँ केही पनि गर्न सक्दैन। आज वचनले भन्छ है, आज बिहानी मैले यही वचन पढिरहेको छु कि परमेश्वर बाहेक चाहिँ आज हामी आफ्नो इच्छाले होइन, आफ्नो बलले, आफ्नो तागतले, आफ्नो शक्तिले आज हामी केही पनि गर्न सक्दैनौँ। अनि त्यो फलहरू पनि हामी आफै फलाउन सक्दैनौँ जबसम्म त्यो दागको बोटमा हामी रहिरहँदैनौँ है। त्यो फल चाहिँ हामी आफै फलाउन सक्दैनौँ। आज फल फलाउनको लागि चाहिँ हामी त्यो दागको बोटमा नै हामी रहिरहनु पर्यो। जसरी हाँगाहरू होइन एकदमै फैलिएर जान्छ अनि त्यहाँ चाहिँ फलहरू लाग्छ, त्यसरी नै हामी चाहिँ प्रभुमा चाहिँ एकदमै रहिरह्यो भने चाहिँ आज परमेश्वरले चाहिँ हाम्रो जीवनमा चाहिँ फलहरू फल्न दिनुहुन्छ। अनि अलिकति हामी पढ्नेछौँ यहाँनिर 15को यहाँनिर 7मा भनेको छ, तिमीहरू ममा रह्यौ र मेरा कुरा तिमीहरूमा रहे भने जो तिमीलाई इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति हुनेछ। तिमीहरू ममा रह्यौ, यदि हामी परमेश्वरमा रह्यौँ है र मेरा कुरा तिमीहरूमा रहे, आज परमेश्वरको कुरा चाहिँ हामीले सुन्नु परेको छ है। परमेश्वरको इच्छा अनुसार हामी चल्न परेको छ। जब हामी परमेश्वरको इच्छा मुताबिक हामी हिँड्छौँ भने है, प्रभुको कुरालाई हामी मान्छौँ भने है, प्रभुको आज्ञालाई हामी मान्छौँ भने चाहिँ यहाँनिर भनेको छ कि जो तिमीलाई इच्छा लाग्छ माग र त्यो तिमीहरूका निम्ति हुनेछ। हामीले जे इच्छा गर्छौँ है, जस्तो पनि हामी माग्यो भने चाहिँ त्यो परमेश्वरले पुरा गर्नुहुन्छ। किनभने परमेश्वर चाहिँ हाम्रो पिता हुनुहुन्छ। तर हामी चाहिँ प्रभुमा रहिरहनु पर्यो है।
त्यसरी त्यो दागको बोर्डमा हाँगाहरू त्यहीँ है रहिरहन्छ। जस्तै आधी बेरी तुफान है जस्तो आउँदा पनि त्योदेखि चाहिँ अलग रहँदैन, त्यहीँनिर है टाँसेर बसिरहन्छ। त्यस्तै जब हामी परमेश्वरमा चाहिँ लागिरहन्छौँ है, परमेश्वरको कुराहरू हामी मान्छौँ, प्रभुको इच्छाहरू हामी पालन गर्छौँ भने चाहिँ प्रभुले भन्नुभएको छ जे तिमीले माग्यो भने पनि त्यो तिमीले पाउनेछौ। तर है आज प्रभुमा रहेन भने चाहिँ यहाँ भनेको छमा कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र सुकिहाल्छ। मानिसले तिनलाई बटुलेर आगोमा फालिदिन्छन् र ती सकिहाल्छन्। अनि प्रभुमा नरहनेहरू चाहिँ आज फालिदिन्छन् है, फालिन्छ अनि त्यो चाहिँ सुकेर आज आगोमा जलाइन्छ। प्रियहरू आज यी दिनहरूमा चाहिँ हामी एकदमै प्रभुमा रहन परेको छ, हामी बलियो हुन परेको छ, अनि प्रभुको इच्छामा हामी हिँड्न परेको छ, अनि एकदमै प्रभुमा नै हामी चाहिँ लागिरहनु परेको छ। अनि आज वचनद्वारा निश्चय म आशिषित भएको छु, तपाईँहरू पनि निश्चय आशिषित हुनुभयो भनेर मलाई विश्वास छ। हुन्छ हामी प्रार्थना गर्नेछौँ। प्रभु धन्यवाद छ यो वचनद्वारा तपाईँ हामीसित बोल्नु भएको छ। प्रभु आज तपाईँमा अझै हामी लागिरहन सकौँ, अनि प्रभु हामी धेरै फलहरू फलाउन सकौँ भने जसले पनि आज यो भिडियोलाई हेरिरहेको छ प्रभु आज सबैलाई तपाईँले आशिष दिनुहोस्। अनि प्रभु आज फल फलाउने छोराछोरीहरू बनाउनुहोस्, अनि तपाईँमा लागिरहने तपाईँको कुरा सुने तपाईँको इच्छा पालन गर्ने छोराछोरीहरू प्रभु आज तपाईँले बनाउनुहोस्, प्रत्येकलाई आशिष दिनुहोस्। धन्यवाद दिँदै बिन्तीलाई यीशुको नाममा गर्छौँ, आमेन आमेन।